हामी आज फमसाको मन्दिरमा घुमिरहेका छौँ हाम्रो घिसिङकै हुन्छ कस्तो रमाइलो भइरहेछ दाइ एकदम दामी दामी भइरहेछ नि हैन एकदम रमाइलो भइरहेछ हाम्रो चाहिँ यो फमसा मन्दिरतिर घुमिरहेको फमसा मन्दिर यो कहिले एकदम पुरानो मन्दिरको रहेछ अनि यहाँ चाहिँ सजावटका सामानहरू तर यो टुनालहरू हेर्दाखेरि चाहिँ नेपालमा जस्तो चाहिँ अलिक फोरी टुनालहरू चाहिँ हुँदो रहेछ है यहाँ हेर्दाखेरि यस्तो किसिमको साथीहरू हामी चाहिँ घुमिरहेका छौँ अब हामी उहाँ यो 5 जना गइरहेका छौँ अब त्यतातिर हामी लम्किने छौँ हामीहरू यसरी हामी यो पिएचडी गर्ने केटाहरू हामी हिँडिरहेका छौँ पिएचडी होइन अहिले चाहिँ हामी चाहिँ मास्टर गरिरहेका केटाहरू हामी हिँड्दैछौँ हामी आज फमसाको मन्दिरमा घुमेर अब निको 5 जनाको निम्ति अब यस्तै भिडियो हामी म तपाईँलाई चाहिँ एकदमै लिएर तपाईँको माझमा लिनेछु बाटो हुँदै अब हामी जाँदैछौँ है ल हामी अब कता जाने हो तल यो कहिले जाने साथीहरू गइसक्यो अब हामीले यता जानुपर्छ अब हामी अब यस्तै भिडियो फेरि अझै गर्छौँ है पुरा यो पुरा थुप्रै ठुलो ठुलो यी ढुङ्गाहरू छ साथीहरू हिँड्दैछन् ए म त यस्तोमा हिँडिरहेको छु यी केटाहरू डरले गरेछन् हामी अझै हामी हिँड्दैछौँ अर्को साल चाँडै बेहोस खोइ केटाहरू कहाँ गयो पछाडिको केटाहरू गए कि अगाडि गए के हो यो भुट हो यो डल हो होइन यो भुट हो भुट अगाडि गए केटाहरू सेसी आइसक्यो यो पर बाटो जानुपर्ने हो क्या निकै रमाइलो छ यी चरा पनि चरा यसरी यहीँ आइरहेछ ल यत्रो यो पुरै ढडेन्डो छ त यहाँ ढुङ्गा यता जाउँ न म पनि पहिलोचोटि आएँ यहाँ भित्र जानुपर्छ होला यार यहाँ बाटोमा हिँड्नु भन्दा के यहाँ भित्रबाट हिँडौँ न बरु है भित्र जाने ओ यहाँ के यहाँ भित्रबाट ए खुर्सानी खेती गर्नु हुँदैन हामी चाहिँ यसरी यो ढुङ्गाको बाटो रहेछ यहाँ त हो फमसा भन्ने ठाउँमा त यहाँ त यस्तो ढुङ्गा छ यहाँ पानी छ यो आमा ढुङ्गा छ ओहो मजाको ढुङ्गा रहेछ साथीहरू पुरै ल यहाँ ढुङ्गा छ यहाँबाट पुरा पानीहरू बगिरहेछ है पानी छ यहाँ छ है साथीहरू बाटो हिँडेछन् म चाहिँ यस्तै यो एकदमै ढुङ्गा बाटो हिँड्दैछु है यस्तो साहस गर्नुपर्छ हिँडाएर त्यो यहाँ बाटोमा हिँड्ने होइन नि त हेट ए गतिलो मान्छेहरू हुन्छ नि यिनीहरू ए हामी चाहिँ यो फमसाबाट अझ अगाडि गइरहेछौँ यसरी घुमिरहेछौँ हामी यो ढुङ्गा रहेछ है आमा यो बर्खा मास त यहाँ ठुलो यो जम्मा यो माछाहरू आउँदो रहेछ यहाँ पनि यहाँ माछाहरू आउँदैछ होइन हामी चाहिँ यहाँ पानी आएको छ यहाँ चाहिँ पानी छ यहाँ चाहिँ ओहो अझै माथि जानुपर्छ है हामी अब यहाँबाट अझै माथि जानेछौँ साइकल कहाँ लाने होला तर यहाँ चाहिँ के सोल्टी के अरे च्याउ चाहिँ नउम्रिने क्या
यहाँ जङ्गलतिर हिँड्दैछौँ ऊ साथीहरू निकालिसके यस्तो जङ्गलै जङ्गल छ यहाँ त मृग होला जस्तो छ साथीहरू यस्तो खतरा खतरा ढुङ्गा आउँदो रहेछ यहाँ त साथीहरू थाकिसक्नु भयो जस्तो छ के छ रमाइलो भइरहेको छ नि आमा दाजु ठिक छ रमाइलो भइरहेको छैन तपाईँ लाइसिन नि तपाईँ भन्ने छैन हिलिङ भइरहेको छैन यो हाम्रो कक्षाको एउटा के भन्छ यो हेन्सुप भन्छ होइन कि यसुप हुँदा गइरहेको छ आज हाम्रो हिलिङको लागि यो जङ्गलमा चाहिँ हिलिङ गर्नको निम्ति हामी चाहिँ नोङसुप छिउ के अरे नोङसुप छिउ हाक परेको थियौँ त्यही त्यसैले चाहिँ हामी चाहिँ यो व्यवहारमा परिवर्तन गर्नको निम्ति हामी आइरहेको छौँ निकै रमाइलो भइरहेको छ नि अब सँगसँगै भएको ग्रुपमा हालिदिनेछु यो चाहिँ हामी नोङसुप छिउ हाक परेको साथीहरू हामी चाहिँ आज निकै एक्सपिरियन्स भइरहेको छौँ हामी चाहिँ के भन्छ एक्सपिरियन्स गर्न आइरहेछौँ त्यसै कारणले साथीहरू धेरै थाकिरहनु भएको छ अझै हामी उकालो जाँदैछौँ यो जङ्गलको बिचमा अझै माथि पप कहाँ देखिँदैन हामी अझै उकालो गइरहेका छौँ अझ अब म तपाईँले पपमा जाने बेला फेरि अर्को भिडियो लिएर आउँदैछु यो सञ्जनीको कोर्समा जाँदैछ यो भिडियो अब कसैले सुनिदा भन्ने चाहिँ म्यासेज आउन सक्छ यो चाहिँ अब पठाउँदैछु है मैले हस् सबैले नमस्ते धन्यवाद छ हामी निकै रमाइलो भइरहेको छ हेलो अन्य उनी गान्यो नोङसु छिउ हाक के भन्छ हाक्सिङटुरी थाची यो फुलबुक्सा सानो उल्ला खाएको सुनेर गरेको उनी हाक्सिङटुरी नमु खोसेङ खाएको उल्ला खाएको सुनेर सिकुम हिन्दू चिमान केसो उल्ला खाएको सुनेर चल्छ अन्यौँ हामी अब फेरि हामी अझै माथिको जाँदैछौँ माथिको हामी यो हामी त यहाँ ग्रेट वालमा आयो क्या ग्रेट वालमा आयो हामी होइन यहाँ भित्र छिर्यो है निकै रमाइलो छ है यता जाने कि यता हामी कता होला होइन एकछिन रोकौ न होइन यहाँ कता हामी जाने यो पानी खाँदैछौँ यहाँ पानी यसरी आएको छ पानी यस्तो स्टाइलले बनाएको रहेछ कि उत्तर कोरियाका सैनिकहरूले बनाएको हो न उत्तर कोरियाको बनाएको यहाँ चटपटी पसल राख्छु क्या म अब यहाँ चटपटे पानीपुरी यो त्यही भएर त यो हिसँग हिँड्दैन त म हाम्रो टोली बल्ल सबैजना भेट भयो यार है आमा के डिग्री पढ्ने केटाहरू यार मास्टर डिग्री पढ्ने केटाहरू हामी हिँड्दैछौँ यो खुम्जङ सानको माथिपट्टि जाँदैछौँ फेरि एकदमै निकै रमाइलो भइरहेछ यो हिलिङको निम्ति हामी निकै अगाडि बढिरहेका छौँ ल यिनीहरू ल एकदमै रमाइलो भइरहेछ क्युसा निम उरीगा था खुम्जङ सान ओल्ल खाएको इस्तुनिदा चिकुम यो सालिम हिवाङ हार वास्तुनिदा उरीको छिमेके नोल्दीको थाने सुम्निदा हामी निकै हिलिङ गरिरहेछौँ साथी हो हामी निकै हिलिङ गरिरहेछौँ उरी खुसिनिम उरीका थाचिङको सालिम हिवाङ आगो इसिमले होला खा सुम्नेदा उरिनु खुम्जङ सान उल्ला खाएको सुम्नेदा भ्याक्सिन दुरिन लगाएको सुम्नेदा ल हामी आइसक्यो है ल आमा हामी धेरै माथि आइरहेको छौँ आहा निकै रमाइलो देख्न सक्नुहुन्छ यत्रो हिँडिसक्यो ल हेर्नु त आमा ल मजाको भ्यू ल हामी यहाँबाट आएको हौ यहाँ यो बाटोबाट हामी निकै लगाएर आमा गजबको भ्यू रहेछ यहाँ त अझै हामी
माथि जानेछु है साथीहरू। ल आमामा ल सामबेग होइन फालबेग मात्रै हो। तपाईँले त अनि 2000 भन्नुहुन्थ्यो त। अलिअलि ज्ञान राख्नुपर्छ क्या दाइ। हल्लासा नै 1900 हो क्या, 1900 कति समथिङ हो क्या हल्लासान। निकै रमाइलो छ। हामी यसरी पसिना निकालेर धेरै भ्यूहरू देख्न पाइयो सक्नुहुन्छ। अझ यहाँ यो आइपी टावर पनि देखिँदो रहेछ होइन हेउन्डेको त्यो आइपी, अनि त्यसपछि त्यो ठुलो टावर सबै दिइरहेछ। यता समुद्र छ, यो समुद्र छ। हामी समुद्रतिर छौँ हामी। निकै रमाइलो। क्या खतरा भ्यू देख्यो। अझै अलिकति यो बादल लागेको कारणले अलिकति देखिएन के छ। हामी निकै रमाइलो ठाउँमा छौँ। बिजौडी फुल पनि हुँदो रहेछ, बिजौडी फुल होइन। 금샘. 아니 금샘이 어떻게 올라왔어? 들어온. 왜 들어오는 거야? 저 사람이 조종하는 거야? 아닌데 저 사람 그냥 뭐야? 약간 약초꾼인가? 뭐야? 와, 아름다움. 와. 야, ल यहाँको दृश्य हेर्दैछौँ। आमामामा यो पनि यो दृश्य फेरि यस्तो रमाइलो छ। एकदमै रमाइलो छ। तपाईँले यो दृश्य हेर्न सक्नुहुन्छ है साथीहरू। ल हामी खुङजाङ सानको माथि टपमा आएर हामी उसको दृश्य हेरिरहेका छौँ। निकै रमाइलो छ। गजबको ठाउँ रहेछ यहाँ चाहिँ। निकै रमाइलो छ है। ल निकै रमाइलो छ। ल एकदमै सबभन्दा यो बुसानको सबभन्दा अग्लो स्थान यो खुम्जन सान भन्ने स्थानमा छौँ हामी। निकै रमाइलो छ। हाम्रो हेर्न सकिन्छ है हामीले। ल निकै रमाइलो छ। या निकै रमाइलो छ, निकै रमाइलो छ। स्वर्ग हेर्ने हो स्वर्ग। निकै रमाइलो छ होइन, निकै रमाइलो छ। आमा अझै यो हामी यो बुसानको सबभन्दा खुम्जङ सानको स्थानमा छौँ। निकै रमाइलो छ। हाम्रो साथीहरू धेरैजना छौँ हामी। आज हामी निकै टपमा छौँ। यहाँबाट तपाईँलाई म भ्यू देखाउँछु है। हरेकको भ्यू हेउन्डेको भ्यू छ। यहाँ हेउन्डेको भ्यू, यहाँ हेउन्डेको भ्यू छ, हेउन्डेको भ्यू छ। अनि त्यसपछि अनि निकै भ्यू छ। आएका छौँ